सुरक्षा गरेर के गर्ने? बरु यो देशको लागि पत्रकारिताको माध्यमबाट कमसे कम यति आनन्दित हुन्छु म कि देश सङ्कटमा थियो, देश जति बेला कब्जामा थियो, त्यति बेला म एकजनाले केही कुराहरू नडराइकन भने आज म त्यही कुराहरू गर्न गइरहेको छु। आज यो विषयलाई म तपाईहरुलाई विनम्र अनुरोध गर्छु, गम्भीरतापूर्वक सुन्नु होला। यति राति यो भिडियो बनाइरहेको छु, यसको ठुलै कारण होला। गम्भीर विषयहरू छन् कि यो देशमा सरकार छ। यदि तपाईं हो भन्दै हुनुहुन्छ भने तपाईको भ्रम आज चिर्न आएको छु। आज म तपाईहरुको केही भ्रमहरू तोड्दैछु। यो देशमा अहिले सरकार छ, सरकारको अनुभूति गर्नुभएको छ भने भ्रममा नबस्नु होला। स्टन्टले कहिले पनि कदापि देश चल्दैन, काम गरेर चल्छ। तर आज यो देशमा के भइरहेको छ म धेरै भन्दिन, मेरा कुराहरुमा कतिपयलाई आफ्नो आफ्नो धारणा होला तपाईहरुको। आज म केही कुराहरु भन्छु। म जति कुरा भन्छु तपाईहरु सर्च गर्नु होला, रिसर्च गर्नु होला। कुनै कुरा खोज्दाखेरि हामी टाइप गर्छौं नि, मोबाइलमा इन्टरनेटमा हामी के खोज्छौं? गुगलमा जान्छौं, युट्युबमा जान्छौं, च्याट जीपीटीमा जान्छौं र हामी त्यो कुराहरुको जानकारी लिन्छौं। आज तपाईहरुलाई मेरो पहिलो सुझाव अथवा तपाईहरुलाई सर्च गर्न भनिरहेको छु म के। आज तपाईहरु च्याट जीपीटीमा जानु होला, त्यहाँ केही सर्च गर्नु परेन, यति मात्रै गर्नु होला, आईएनजीओ हरूले बिगारेको देशहरू, यति मात्रै टाइप गर्नु होला। मैले मेरो मोबाइलको स्क्रिनमा यति मात्रै टाइप गरे, आईएनजीओ हरूले बिगारेको देशहरू। अब यो टाइप गर्न बित्तिकै एक नम्बरमा आउँछ अफ्रिकी देशहरू, विशेष गरी कांगो, दक्षिण सुडान, रवान्डा आदि है। दोस्रोमा आउँछ हाइटी, तेस्रोमा आउँछ अफगानिस्तान र चौथो नम्बरमा आउँछ नेपाल। पाँचौं नम्बरमा छ सिरिया। यो पाँचवटा देशको नाम छ जसमा चौथो नम्बरमा यो देशको नाम आइरहेको छ नेपाल। आईएनजीओ हरूले विभिन्न राम्रा काम गरेका छन्, सकारात्मक नकारात्मक दुवै पक्ष हुन्छ हरेक विषयका। र आज म तपाईहरुलाई भन्छु, तपाईहरु नै सर्च गर्नु होला। तपाईहरुलाई धेरै कुरा जानकारी पाइहाल्नुहुन्छ। मैले जे भनेको छु त्यो सर्च गर्नु होला। मैले बोलेको कुराहरु कतिको सत्य छ असत्य छ त्यो तपाईहरु आफै मूल्याङ्कन गर्नु होला। र आज म तपाईहरुको अगाडि भन्न चाहिरहेको छु, यो देश आईएनजीओ हरूले चलाइरहेको अवस्था छ। अवस्था छ, बडो संकटमा छ। तपाईहरुलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा? जे कुरा आँखाले देखिरहेका छौ त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्। यति सक्रिय छन् कि यति सक्रिय छन् कि बस अगाडि गाडीको चहल पहल भनेर तपाईहरुलाई लाइभ मार्फत हेर्नु भएको होला। त्यति बेला कयौं प्रतिक्रियाहरू के आयो भने यो पत्रकार ठिकै लाग्थ्यो, तर टीआरपी को लागि यस्तो गरेको हो कि? कदापि हैन, हामी त्यस्ता पापी पत्रकारिता गर्दैनौं। तर आज तपाईहरुलाई भनिदिन्छु, त्यो लाइभ मैले किन गरेको थिएँ भने त्यो लाइभ नगरेको भए तपाईहरु आज सायद मेरो यो भिडियो हेर्न सक्नुहुन्थेन। त्यो लाइभ मैले आफ्नो सुरक्षाको लागि गरेको थिएँ। त्यो लाइभ अफवाह होइन, त्यो लाइभमा सच्चाई छ, त्यो लाइभमा प्रमाण छ। तर ती प्रमाणहरू आज पनि हामी सुरक्षित राखिरहेका छौं र एक्सपोज गर्न सकिनौं, मिडियामा ल्याउन सकिनौं। किन थाहा छ तपाईहरुलाई? त्यो एक्सपोज गर्यो भने मलाई के हुन्छ कि, मेरा परिवारका सदस्यहरूलाई के हुन्छ कि, हामी अज्ञात समूहद्वारा फेरि टार्गेटमा पर्छौं कि ठूलो खेल चलिरहेको छ। र त्यो लाइभले गर्दा ठूलो प्लान चाहिँ डिस्ट्रोय भएको छ। तपाई कल्पना गर्नुस्। र यदि मेरो सुरक्षाको ग्यारेन्टी कसैले लिन्छ र म आफूलाई सुरक्षित महसुस गर्छु भने त्यो प्रमाणहरू पनि तपाईहरुको अगाडि राख्छु। आज म देखाउँछु जसरी अफगानिस्तान माथि अमेरिकाको कब्जा थियो, जसरी अहिले अमेरिकालाई हटाएर त्यहाँ अफगानिस्तान माथि आजको मितिमा पनि कब्जा छ, त्यस्तै कहीं कतै हाम्रो नेपालसँग त भइरहेको छैन। यो कुराहरू विचार गर्नु होला। तपाई यतिले बुझ्नुस्, यतिले मात्रै बुझ्नुस्, यहाँ पानी बाँड्नेहरू मन्त्री बाँडिरहेका छन्। म बालेन्द्र शाह, हर्क साम्पाङ र लगायत जति पनि हुनुहुन्छ, हर्क साम्पाङको धेरै ट्रोल भयो। उहाँ चाहिँ धरानका मेयर हुनुहुन्छ। देशको माटोको लागि उहाँले काम गर्नुभएको थियो। उहाँ जस्तो मान्छे मन्त्री प्रधानमन्त्री बन्न काठमाडौँ आउनुभएको थियो। त्यो टाइममा विभिन्न सामाजिक सञ्जालमा उहाँको मजाक उडाइयो। माटोको लागि काम गर्ने मान्छेहरू यो सरकारमा परेनन्। किन परेनन्? हामी त ट्रोल गर्छौं, मजाक उडाउँछौं, हाँस्छौं, तर हाँसिरहँदा त्यसको गम्भीरता बुझ्दैनौं।
त्यसको संवेदनशीलता बुझ्दैनौँ, त्यो विषयहरू बुझ्दैनौँ। म हर्कजीलाई भन्न चाहन्छु, धरानका मेयर हुनुहुन्छ, हर्कजी तपाईँ पार्टी खोल्नुभन्दा आइएनजिओहरूमा यदि तपाईँ काम गरेको भए, तपाईँको त्योमा सदस्यता भएको भए सायद तपाईँ आज सरकारमा अटाउनुहुन्थ्यो होला। बालेन शाहजी पार्टी खोल्दै हुनुहुन्छ सुनिरहेको छु। बालेन शाहजी बरु एनजिओहरूको लागि काम गरेको भए आज सरकारमा राम्रै पकड हुन्थ्यो होला। केही भ्रमहरू म आज चिर्न गइरहेको छु। आज यो देश कतातिर गइरहेको छ तपाईहरू सायद कल्पनै गर्नुभएको छैन। अब यो बोलिरहँदा यो पत्रकारलाई कुनै पार्टीले चलायो कि दिवाकर पनि कुनै पार्टीको झोले भयो कि भन्न बेर छैन। कुरा देशको गम्भीरतापूर्वक भन्न चाहन्छु। मेरो सुरक्षाको ग्यारेन्टी लियोस्, मलाई सुरक्षित राखियोस् भने म केही प्रमाणहरू दिन्छु। समय आउँदैछ प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो तर त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौँ किन बोलौँ? म तपाईहरुलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ मान्यौँ। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्। ब्ल्याक टी सर्टहरू कसले लगाएको थियो र त्यो ब्ल्याक टी सर्टमा कालो रङको टी सर्टमा के लेखिएको थियो त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ? अब यो बोलिरहँदा त्यो ब्ल्याक टी सर्ट लगाउनेवालाहरू मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा परिसकेँ, नो डाउट। दोस्रो कुरा तपाईहरुलाई भन्छु, सबै ठाउँमा आगजनी भयो होइन। प्रहरीको चौकीहरू प्राय हामी नेपालीहरू बुझ्छौँ। ल मानौँ कुनै जिल्लामा के भयो, विराटनगरमा के भयो, कुनै घटना भयो भने धेरैमा के हुन्थ्यो? विराटनगरको प्रहरी चौकीमा तोडफोड हुन्थ्यो, ढुङ्गामुढा हुन्थ्यो, आन्दोलनहरूमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ? देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई टार्गेट गरियो। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने ल 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो, जेन्जी भाइ बहिनीहरूले गोली खाए, ताकी गोली हानियो। त्यो गोली हान्नेहरू को छन्? प्रहरी हुन सक्छन् कि अन्य मान्छेहरू हुन सक्छन्। त्यो कसरी त्यो घटनाहरू भयो यसमा अहिले सर्वप्रथम यिनीहरूको छानबिन होस् जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौँ भने प्रमाणहरू नष्ट हुँदैछ। नष्ट हुँदैछ। आज म यसरी बोले नि, अब त्यो कालो टी सर्टको अघि जुन मैले भनेको होस् जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौँ भने प्रमाणहरू नष्ट हुँदैछ। आज म यसरी बोले नि, अब त्यो कालो टी सर्टको अघि जुन मैले भनेको थिएँ, कालो टी सर्ट लगाउने मान्छेहरूको टी सर्ट पछाडि के लेखिएको थियो र त्यसको फुल फर्म के हो? अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसक्यो होला म के भन्न खोजिरहेको छु कि त्यो पनि म खुलेरै भन्नु पर्यो। यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी सर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो त्यो कोडको फुल फर्म के हो? जसरी एचटिपी, हाम्रो कम्पनीको नाम हो एचटिपी, हिमाल तराई पहाड है। हाम्रो कतिपयलाई थाहा हुँदैन एचटिपी को फुल फर्म के हो। एचटिपी को फुल फर्म हिमाल तराई पहाड हो। त्यहाँनिर त्यो कालो टी सर्टमा 3वटा अक्षर लेखिएको छ। त्यो टी सर्ट कोले लगाएका थिए, तिनीहरू कहाँबाट परिचालित थिए र उनीहरूको भूमिका के थियो 24 गते। यो कुराहरू 23 गते र 24 गतेको फुटेजहरू विभिन्न ठाउँबाट निकालियोस्। सही के हो, सत्य के हो, सबैको अगाडि आइहाल्छ। देश अहिले सङ्कटमा छ। अन्तर्राष्ट्रिय शक्तिहरू पुरै सक्रिय छन्। रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ? यो प्रश्न सोध्ने कि नसोध्ने? केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि, यो देशको अगाडि राख्नु पर्यो। के चाहिँ इमर्जेन्सी थियो? आज तपाईँ हेर्नुहोस् कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका, अहिलेको अवस्थामा नाम चलेका विभिन्न आइएनजिओ एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ। नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ। यहाँ
23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र यी सबै कुराको प्रमाण छ हामीसँग। यदि मैले त्यो प्रमाण अहिले राखिदिएँ भने म मात्रै असुरक्षित हुँदिनँ, मान्छे पनि असुरक्षित हुन्छ। हाम्रो पत्रकारिताको एउटा धर्म छ, सूचना दिनेलाई सेक्योर गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ। तर यति बोलिरहँदै म त टार्गेटमा परेँ, म टार्गेटमा परिसकेँ, ढुक्क हुनुहोस्। अब मेरो सुरक्षाको ग्यारेन्टी रहेन, यति चाहिँ ग्यारेन्टी नै भयो। आज मलाई लाग्यो बोल्नुपर्छ। आज यदि बोलिन भने यो देश अफगानिस्तान हुनबाट कसैले रोक्न सक्दैन। तपाईहरू अलिकति गम्भीर हुनुहोला। म भन्न चाहन्छु, यहाँ 2-3 खालका जेन्जी देखेँ मैले जेन्जी पुस्तामा। एउटा जेन्जी जो साँच्ची नै देशलाई माया गरेर, राष्ट्रलाई माया गरेर, भ्रष्टाचारबाट आजित भएर, नेताहरूका कर्तुतहरूबाट आजित भएर उनीहरू सडकमा आएका थिए। एउटा त्यो जेन्जी हो जो चाहिँ हामी नेपाली हौँ। अर्को जेन्जी मैले कुन देखेँ भने एनजिओ आइएनजिओको जेन्जी हेरेँ। अब यो बोलिरहँदा अनुरोध गर्न चाहन्छु सम्पूर्ण नेपाली नागरिकलाई, सम्पूर्ण दलका नेताहरूलाई, सम्पूर्ण पार्टीका नेताहरूलाई, पार्टीहरूलाई, तपाईहरू अहिले कांग्रेस, एमाले, माओवादी अथवा अन्य दलको नाम नलिनुहोस्। अहिले तपाईहरू देशको नाम लिनुहोस्। यदि यो देशै रहेन भने कहाँको कांग्रेस, कहाँको एमाले, कहाँको माओवादी, कहाँको रासोपा, कहाँको जसपा, कहाँको के? देश रहे पो तपाईहरूको पार्टी हुन्छ, तपाईहरू हुनुहुन्छ। नेताहरूले गलत गरेकै हुन्, भ्रष्टाचार गरेकै हुन्, यसमा दुई मत छैन। नेताहरूले यो देशलाई लुटेका हुन्, तर आज देशलाई कब्जा गर्ने, देश बेचिने ठाउँमा पुग्दैछ। अनुरोध गर्न चाहन्छु हात जोडेर सम्पूर्ण नेपालीलाई मेरो अनुरोध छ, देशलाई माया गर्नुहुन्छ भने जति कुरा सहज तपाईहरुलाई देखिरहेका छौ, जति कुरा सहज लागिरहेको छ, त्यो त्यति सहज छैन है। देश अहिले कब्जामा गइसकेको छ। यसको विकल्प चाँडै खोज्नुपर्छ, शान्तिपूर्ण तरिकाले खोज्नुपर्छ, द्वन्द्व गर्नु हुँदैन। यहाँ अहिले मैले के जानकारीहरू कस्तो पाइरहेको छु भने मानौ हावा त चलिरहेछ नि, सबलाई थाहा छ हावा त छ, बिना हावाको हामी नै हुँदैनौँ। तर हावा कहिले क्यामेरामा रेकर्ड हुन्छ, हावा कहिले फोटोमा आउँछ, त्यो महसुस मात्रै हुन्छ। सो म अनुरोध गर्न चाहन्छु, यहाँ नेपालीमै लडाएर भिडाएर विदेशी शक्तिहरू आफ्नो सेना नेपालमा ल्याउन खोजिरहेको अवस्था छ। अनुरोध छ सम्पूर्ण नेपालीमा, कसैले तपाईलाई गाली गर्न सक्छ, कसैले उक्साउन सक्छ, कसैले केही गर्न सक्छ। यो अवस्थामा अनुरोध छ सम्पूर्णलाई, सम्पूर्ण नेपालीलाई, सम्पूर्ण नेपालमा रहेका राजनीतिक दलदेखि लिएर आम नागरिक समाज जति हुनुहुन्छ, सञ्चारकर्मी सबैजना यो संवेदनशीलतालाई बुझौँ, गम्भीरतालाई बुझौँ। मैले यतिकै बोलेको होइन। आज मेरो सुरक्षाको ग्यारेन्टी कसैले गर्न सक्छ भने प्रमाणहरू सुरक्षित छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई मेरो प्रश्न, रातिको 12 बजे दूतावासको गाडीहरू बालुवाटारमा के गर्न गएको थियो? सार्वजनिक गरिदिनुस्। त्यहाँ क्यामेरा छ नि, प्रधानमन्त्री कार्यालय अगाडि 3 नम्बर गेटमा क्यामेरा लागेको छ नि त। पुलिसको त्यहाँ चौकी नै छ, गेट बाहिर पनि, भित्र सुरक्षाकर्मीहरू पनि हुन्छ। सार्वजनिक गरिदिनुस् न के को लागि थियो। ल यति गरिदिनुस् त, यति गरेर देखाइदिनुस्। अनुरोध छ तपाईलाई। जो ओरिजिनल जेन्जी छन् नि, ओरिजिनल जेन्जी, त्यो जेन्जीहरूको अवस्था के छ? उनीहरू विद्यार्थी हुन्, पढिरहेका छन्, अध्ययन गरिरहेका छन्, मात्रै देशका लागि लडिरहेका छन्, जति सक्दो लडिरहेका छन्। तर उनीहरूलाई कुनै जानकारी नै छैन, उनीहरूको एक्सेसै छैन। उनीहरू सिंहदरबार छिर्नु पर्यो भने लिङ्क लगाएर मात्रै छिर्न पाउँछ। त्यहाँ सिंहदरबारमा पनि क्यामेरा छ नि त, ल हेर्नुस् न त्यहाँको क्यामेरा। जेन्जीको सरकार भन्छौँ नि त हामी। यहाँ भने अघि नै दुई प्रकारको जेन्जी छ। एउटा जो साँच्ची नै देशलाई माया गर्छन्, अर्को एनजिओ आइएनजिओबाट परिचालित छन्। उनीहरूको ठुलो प्लान छ, ठुलो प्लान छ। त्यो प्लानमा यदि कोही बिचमा आयो भने त्यसलाई हटाइदिने। अब म आएँ नि त, अब उनीहरूको टार्गेट म हुनेछु। अनुरोध गर्न चाहन्छु, गम्भीरतालाई बुझ्नु होला। हामी नेपालीलाई एक किसिमको ठुलो खतरा अहिले टाउकोमा छ। सम्पूर्ण यो देशमाथि नै खतरा छ, मलाई मात्रै होइन। हुनसक्छ टार्गेटमा आज मेरो नम्बर आउला, तर भोलि तपाईँको नम्बर आउँदैन भन्न सकिँदैन। कुरा देशको हो। र रह्यो कुरा यो भिडियो कुनै टिआरपीको लागि होइन, कुनै पनि स्टन्टको लागि होइन, कुनै पनि अफवाहको लागि होइन। यदि कसैलाई लाग्छ त्यस्तो हो भने सुरक्षा दिनुस् न, प्रमाण म दिन्छु। म आजसम्म बिना प्रमाणको केही बोल्दिनँ। मेरो पत्रकारिता आजसम्म ती नेताहरूकै विरुद्धमा थियो, भ्रष्ट नेताहरूकै विरुद्धमा थियो। मेरो पत्रकारिता त्यो तस्करहरूको विरुद्धमा थियो। तर आज म तीनै भ्रष्टहरूलाई पनि अनुरोध गर्छु, जति भ्रष्टाचार गर्नुभयो, प्लिज अनुरोध छ हात जोडेर सबैलाई,
चाहे यो देशको नागरिक जोसुकै हुनसक्छ, सबैलाई अनुरोध छ, कुरा देशको आएको छ, तपाईँ हामी एक हुनैपर्छ, सम्पूर्ण नेपाली एक हुनुपर्छ, होइन भने देश अन्योलतामा गइहाल्छ। र प्लानहरू यसरी छैन, प्लान ए, प्लान बी, प्लान सी हुनसक्छ, प्लान ए मात्रै भएको हो कि यो देशमा, बी र सी बाँकी नै छ कि? बडो गम्भीर सङ्कट छ हाम्रो देशमाथि। अनुरोध छ सबैलाई, सम्पूर्णलाई, एकअर्काको सुरक्षा गरौँ। यहाँ प्रहरीको मनोबल तोडिएको छ, प्रहरीलाई यस्तो बनाइदिएका छन् कि तीनै प्रहरीहरू हामी नेपालीलाई कस्तो गरी हेर्नुहुन्छ, किनभने त्यो पीडा छ नि त, प्रहरीको पीडा छुट्टै छ। अनि अब भइकिरहेछ भने नेपाली नेपालीमै जुधाइदिने, जुधाइदिएपछि अब नेपालीले नै भन्छन् होइन होइन हाम्रो देशको पुलिस प्रशासन सेना हुँदैन, बाहिरको सेना आउनु पर्यो र यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय सेनाहरू ल्यान्ड हुन्छ शान्ति सेना बनेर। हिजोसम्म यो देशलाई चिनिन्थ्यो कसरी, यो विश्वले यो देशलाई कसरी चिन्थ्यो? शान्तिको प्रतीक नेपाल, गौतम बुद्ध जन्मिएको स्थल नेपाल, सीता माताको जन्मस्थल नेपाल, विभिन्न जात धर्म संस्कृति बोकेका हामी नेपालीहरू कहिले पनि कुनै किसिमको जातीय द्वन्द्वमा फसिनौँ, धार्मिक द्वन्द्वमा फसिनौँ। तर अहिले सानोतिनो कुराले पनि फसाइदिन्छन्। मेरो कुरा बुझ्नुभयो? बुझ्नु होला। प्लिज अनुरोध छ, प्लिज प्लिज अनुरोध छ, अनुरोध गरिरहेको छु म आज तपाईँहरूलाई, सञ्चारकर्मी साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, अहिले हामी पनि देशप्रति जिम्मेवार बनेर एक ढिक्का बनौँ। ठुला मिडिया, साना मिडिया, युट्युबर, टिकटकर के जति छन् सबैलाई, मेन स्ट्रिम मिडिया कि सबै राष्ट्रिय मिडिया जति पनि हुनुहुन्छ, अनुरोध छ तपाईँ हामी पनि अब जिम्मेवार हुनुपर्छ। नभए आज यो देश सङ्कटमा छ, देशै रहेन भने हामी पत्रकारिता कहाँ गर्ने? देशै रहेन भने पार्टीका नेताहरू कुन पार्टी खोल्ने? देशै रहेन भने भ्रष्टाचार गर्ने नेताहरू कहाँ भ्रष्टाचार गर्नुहुन्छ? देशै रहेन भने। अनुरोध छ, कुरा देशको हो र यो कुरामा एक ढिक्का हुनुपर्छ। कालापानी, लिम्पियाधुरा, लिपुलेखका विषयहरू टुक्राको लागि हामी मर्न तयार हुन्थ्यौँ। आज मात्रै कालापानी, लिम्पियाधुरा, लिपुलेखको होइन, दुई ठुला शक्तिका बिचमा छौँ हामी र अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय छन्। म अनुरोध गर्न चाहन्छु भारतलाई, अनुरोध गर्न चाहन्छु चाइनालाई, अनुरोध गर्न चाहन्छु अमेरिकालाई, अनुरोध गर्न चाहन्छु सम्पूर्ण देशलाई, हाम्रो नेपालमाथि तपाईहरू अनुसन्धान नगरिदिनु होला, नेपाललाई खेल मैदान नबनाइदिनु होला। बडो गम्भीरतापूर्वक के बोलौँ नबोलौँ, कुन शब्दमा कहाँ मेरो मुखबाट के निस्किन्छ सोचेर यो बोलिरहेको छु। यो आइएनजिओहरूले देश चलाउनु हुँदैन, देश कब्जा गर्नु हुँदैन, विचार गर्नुपर्छ है। जुन मृतकहरू छन्, मृतकका परिवारहरूको अवस्था के छ? सिम्प्याथी दिनलाई के पैसा यसरी दिने, यसरी हातमा पैसा दिने, फोटो लिने घाइतेहरूसँग अनि महान बनिदिने? सबैलाई भनिनँ मैले, मिलाएर बुझ्नु होला तपाईँ। जो रियल जेन्जीहरू छन् उनीहरूसँग राज्यले कुरा गर्नुपर्छ। तर राज्यले कसरी कुरा गरोस् त? राज्यलाई फेरि अरूले चलाइरहेका छन्। प्रमाणहरू दिन म तयार छु। मसँग केही प्रमाणहरू कस्तो छन् भने प्रधानमन्त्री कार्यालय अगाडिको पनि केही दृश्यहरू छन्, निर्मल निवासका पनि केही दृश्यहरू छन्, दूतावासको गाडीको फोटो पनि छन्। केही यस्ता प्रमाण छन्। के चाहनु भएको छ तपाईँहरू? शान्तिपूर्ण निर्वाचन जुन मिति घोषणा गर्नुभएको छ, त्योमा शान्तिपूर्ण निर्वाचन यो कस्तो भइरहेछ यो देशमा तपाईँहरूले थाहा छ? हात खुट्टा बाँधिदिन्छ मेरो अनि भन्छ ल पौडी खेलौँ न त। हो, बुझ्नुभयो? हात खुट्टा बाँधेर अनि पानीमा फाल्छ ल पौडी खेल्नु, त्यो भनेको के हो? नियत के देखियो त्योमा? शान्तिपूर्ण निर्वाचनका लागि तपाईहरू के गर्दै हुनुहुन्छ? अनि हामी कस्तो वाहवाही गर्छौँ भने अहिले दोषीलाई कारबाही गर्नुभन्दा पनि यस्ता कामहरू गर्न चाहिरहेछौँ। अहिलेको सरकारले यस्तो कामहरू गर्न चाहिरहेछ जसले जनतामा लागोस्, ओहो वाउ सरकारले कति राम्रो काम गर्यो। कस्तो काम भइरहेको छ भने सुरुमा हेर्नुहोस् घटनाक्रमहरू। एउटा पक्षले भन्छ तत्कालीन प्रधानमन्त्री गृहमन्त्रीलाई पक्राउ गरौँ, अर्को पक्षले भन्छ बालेन शाह र सुदन गुरुङलाई पक्राउ गरौँ, होइन भिडाउने। हेर्नुहोस् है, यो कुराहरू एकअर्कामा भिड्ने। दोस्रो कुरा यो ल यो कुराहरू सामसुम भयो। आज के कुरा आयो भने केपी ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू तानियो, विभिन्न समाचार माध्यमहरूमा आयो। हामी नेपाली खुसी भयौँ, ओहो सरकारले त राम्रै काम गरेछ, ती नेताहरूलाई के का लागि त्यत्रो सुरक्षा चाहियो, त्यति मात्रै सोच्छौँ हामी। तर त्यसपछिको प्लानहरू के हुनसक्छ विचार गर्नुभएको छ? यति बोलिरहँदा ठुलो, म आफै अहिले अलिक बिरामी पनि छु र ठुलो चुनौती मैले स्वीकारिसकेँ। अब
म हिट लिस्टमा आइसकेँ। हुन त हाम्रो पत्रकारितामा कैयौँ पटक हामीमाथि आक्रमण भएको छ, कैयौँ पटक हामी न्याय माग्ने, यसपालि पनि हामी न्याय माग्नै काठमाडौँ आएका थियौँ। जेनजी प्रोटेस्ट भयो, विभिन्न भयो, सरकार फेरियो, हामी प्रश्नहरू गरिरहेका थियौँ तत्कालीन गृहमन्त्री, प्रधानमन्त्रीहरूलाई, हामी कहिले न्याय पाउने, कारबाही हुन्छ हुँदैन, त्यो सबै कुरा अहिले सेलायो। कुरा आज देशको आएको छ। अनुरोध गर्न चाहन्छु है, बडो गम्भीर विषयहरू छन्। यस्तो छैन ती शक्तिहरू हामीलाई आएनन्, छुन आएकै हो। शक्तिहरू हामीलाई पनि प्रभावमा पार्न खोजेकै हो। तर म मेरो ग्यारेन्टी दिन्छु, यो संसारको कुनै पनि दबाव र प्रभावले मलाई असर गर्दैन। तर कुरा के हो भने परिवारको एउटा आशा छु र चिन्ता यति मात्रै लाग्छ कि यति धेरै जोखिमहरू लिउँ नलिउँ, के गरौँ नगरौँ, कुरा देशको आयो, मलाई लाग्यो आज त बोल्नै पर्छ। सुरक्षाको यदि ग्यारेन्टी लिनुहुन्छ भने यो सरकारको बारेमा हामीसँग धेरै प्रमाणहरू छ। मेरो सुरक्षाको ग्यारेन्टी मात्रै होस् र त्यसपछि म देखाउँछु मसँग के प्रमाण छ र त्यो प्रमाणहरू आधारहीन हो कि आधारित हो, त्यो प्रमाणहरू छ। म अहिले 1 सेकेन्डमा तपाईँहरूको यो बोल्दा बोल्दै म बसेरै तपाईँहरूलाई देखाइदिन सक्छु। तर चिन्ता कहाँ छ भने यो घटनाहरू एक्सपोज भयो भने म त जोखिममा परे यही भिडियोले। त्यो मान्छे चाहिँ भिडियो हेर्दा हेर्दै कहीँ उसँग केही नभइहालोस्। मेरो मात्रै होइन, त्यो मान्छेहरूको पनि सुरक्षाको ग्यारेन्टी हुनु पर्यो। अनि म केही कुराहरू गर्छु र यो देशमा द्वन्द्व फैलाउन सक्रिय छन् आजका मितिसम्म केही तत्त्वहरू, तिनीहरूको पहिचान गरोस्। हाड भैलो उठाउने तत्त्वहरूलाई पहिचान गरौँ। यो देशमा धेरै कुरा भइरहेको छ। अनुरोध छ, म आजसम्म कुनै पनि राजनीतिक दल, कुनै पनि नेता या कुनै पनि व्यक्तिसँग प्रभावित भएन। तिनीहरूसँग मलाई चाहिँ तपाईँहरू कसैको झोले भन्न सक्नुहुन्न। अब यो देशमा त बडो गम्भीर प्रश्नहरू छ। मलाई थाहा छैन यो भिडियोले के असर गर्छ, असर गर्दैन। तर कति हाँस्नु होला, कति रुनु होला, कतिले गाली गर्नु होला, कतिले कमेडी बनाउनु होला। एउटा कुरा चाहिँ याद राख्नु होला है, म रहे पनि म नरहे पनि एउटा कुरा चाहिँ याद राख्नु होला, कम्तीमा मेरो आत्माले यति चाहिँ भन्छ, यो देश सङ्कटमा आउँदा मैले आफ्नो धर्म छोडिनँ, मैले आफ्नो कर्म छोडिनँ र मेरो पत्रकारिता मात्रै मेरो होइन, हाम्रो पत्रकारिता यो देशको लागि भयो। यो कुरामा गर्व गर्नेछु अन्तिम साँझसम्म। बाँचुन्जेल यो कुरामा गर्व गर्नेछु। हस्, बिदा चाहन्छु।